नमस्कार दर्शकबिन, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी उपस्थित हुने गर्दछौँ। दर्शक महानुभावहरू, एउटा गुड न्युज नेपाल क्रिकेट टिमको लागि आएको छ। एकदमै ब्रेकिङ ठूलो न्युज र नेपाली फ्यान्सहरूको लागि खुसीको खबर रहेको छ। नेपाल आउँदैछ इङ्ल्यान्डको टिम भनेर यति बेला चर्चा भएको छ। क्यान र इसिपी बीच अन्तिम छलफल भएको भन्ने खबर पनि रहेको छ भने अब नेपाल क्रिकेट टिमले चाहिँ विश्वकपमा 4 रनको हारको पीडा चाहिँ आफ्नो ट्यु मैदानमा नै भुलाउने एउटा ठूलो अवसर पनि रहेको छ। यो बारेमा मैले भिडियोमा चर्चा गर्नेछु। दर्शक महानुभावहरू, क्रिकेट सम्बन्धी सबै अपडेटहरूको लागि यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई एक लाइक पनि गरिदिनु होला दर्शक महानुभावहरू। र इङ्ल्यान्ड जस्तो बलियो टिम नेपाल आउने भइसकेपछि तपाईहरू कतिको एक्साइटेड हुनुहुन्छ त्यो बारेमा पनि तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ र भिडियोलाई एक लाइक जरुर गरिदिनु होला। दर्शक महानुभावहरू, आजको एकदमै ठूलो सञ्चनीपूर्ण खबर रहेको छ। इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल भ्रमणमा आउने सम्भावना उच्च रहेको भन्ने खबर अहिले बाहिरिएको छ। इङ्ल्यान्ड क्रिकेट बोर्ड इसिबीले सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्गत पुरुष टोलीको नेपाल भ्रमणबारे सम्भावना अध्ययन गरिरहेको क्रिक इन्फोले अहिले जानकारी गराइसकेको छ। दर्शक महानुभावहरू, रिपोर्ट अनुसार इङ्ल्यान्डले भविष्यको भ्रमण तालिकामाथि काम गरिरहेको छ र त्यस क्रममा नेपालमा छोटो 2020 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने विकल्पबारे छलफल भइरहेको पनि बताएको हो। दर्शकवृन्द, भारत जस्ता देशमा हुने आगामी व्हाइट बल श्रृङ्खला अघि तयारी स्वरूप इङ्ल्यान्डले नेपालमा 2 वा 3 खेलको T20 श्रृङ्खला खेल्न सक्ने सम्भावना उच्च रहेको उल्लेख समेत उसले गरेको छ। दर्शक महानुभावहरू, इसिबी र नेपाल क्रिकेट संघ क्यान बीच पनि छलफलको प्रक्रिया अगाडि बढेको भन्ने खबर पनि आइरहेको छ। तर अहिले नै यो श्रृङ्खला आयोजना हुने होइन कि यो श्रृङ्खला 2027 मा हुन सक्ने भनेर जनाइएको छ। दर्शक महानुभावहरू, यो जानकारी तपाईलाई मैले गराउन चाहन्छु। यदि इङ्ल्यान्डले यो भ्रमण तय गर्छ भने नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट टोली समेत बन्नेछ यङ्ल्यान्ड क्रिकेट टिम। नेपालको लागि पनि यो निकै नै ठूलो खुसीको खबर रहनेछ। निकै नै ठूलो प्रतिस्पर्धात्मक टिमसँग नेपालले पहिलो पटक सायदै खेल्न सक्नेछ र यस क्रिकेट म्याचमा ठूलो भन्दा ठूलो इतिहासहरू पनि बन्न सक्नेछ। दर्शक महानुभावहरू, भारतमा केही महिना अघि भएको T20 विश्वकपको क्रममा पहिलो पटक नेपाल इङ्ल्यान्डसँग आम्ने सामने भएको थियो, जहाँ नेपालले इङ्ल्यान्डलाई टक्कर दिएको थियो र कडा प्रतिस्पर्धा गरेको थियो। त्यसैले पनि सम्पूर्ण विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको थियो नेपाल क्रिकेट टिमले। उक्त खेलमा नेपाल भने इङ्ल्यान्डसँग 4 रनले पराजित भएको थियो। त्यो म्याच 4 रनले गुमाउँदाखेरि नेपाली फ्यान्सहरू कति दुखी थिए। विश्वका क्रिकेट एक्सपर्टसँगै विश्व क्रिकेट समेत चकित परेको थियो। नेपाल क्रिकेट टिमले शानदार जित निकालिसकेको अवस्थामा इङ्ल्यान्डले 4 रनले अन्तत जित निकाल्न सफल भएको थियो। अन्त्यमा आएर विश्वकपमा त्यही खेल प्रदर्शनको नजरले अहिले हेर्दाखेरि चाहिँ विश्व क्रिकेटले नेपाललाई अलगै स्थानले हेरिरहेको छ र फरक तरिकाले सोचिरहेको छ। विभिन्न देशहरूले चाहिँ नेपालमा क्रिकेट खेल्न आउनको लागि फ्यान्स सपोर्ट देखेर पनि उत्साहित हुन्छन् र यो नेपाली समर्थकहरूको लागि त ब्रेकिङ न्युज र खुसीको खबर पनि हुन सक्छ। यदि इङ्ल्यान्ड जस्तो बलियो टिम नेपाल आएर खेल्छ भने नेपालको लागि त त्योभन्दा ठूलो खुसीको खबर के नै हुन सक्छ र क्रिकेटलाई अझै माथि पुर्याउनको लागि नेपाललाई पनि सहयोग होस् भन्ने हेतुले चाहिँ यो क्रिकेट कार्यक्रम गर्न लागेको इसिबीले जनाएको छ। दर्शक महानुभावहरू, यो खुसीको खबर हुन सक्छ। दर्शकवृन्द, यस न्युजलाई लिएर तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ यो अपडेटको बारेमा मैले तपाईलाई जानकारी गराउँदासम्म मैले के भन्न चाहन्छु भन्दा यो अहिलेको लागि नसोचौं, यो पछिको लागि हो। 2027 देखि 28 भित्रमा चाहिँ सायद इङ्ल्यान्डको क्रिकेट टिमसँग नेपाल क्रिकेट टिमले खेल्ने हो। दर्शक महानुभावहरू, यो जानकारी मैले तपाईलाई गराउन चाहन्छु। नेपाल क्रिकेट संघ क्यानलाई के भन्न चाहनुहुन्छ र यो खबर सुन्दाखेरि तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ त्यो बारेमा पनि लेख्न नबिर्सिनु होला। र दर्शक महानुभावहरू, अहिले नेपाल क्रिकेट टिमको ए टिमले युएसए विरुद्ध खेलिरहेको छ, जहाँ नेपालका सन्दीप जोराले अमेरिका विरुद्ध शतक लगाउन सफल भएका छन्। सन्दीप जोराले शानदार पुनरागमन गरेका छन्। उनी नेपालको सिनियर टिममा हुनु पर्थ्यो तर शतक लगाउन सफल भएका छन्। यो भन्दा अगाडिको स्कटल्यान्ड विरुद्धको म्याचमा पनि उनले शतक लगाउनबाट चुकेका थिए। त्यहाँ वर्षावादक भन्दाखेरि शतक लगाउन चुकेका थिए भने आज फाइनल्ली अमेरिका विरुद्ध भने शतक लगाइदिएका छन्। दर्शक महानुभावहरू, 111 रनको पारी उनले खेलेका छन् र 265 रनको टार्गेट नेपाल क्रिकेट टिमले युएसए सामु राखेको थियो र अहिले यो भिडियो सामग्री तयार गर्ने बेलासम्म 5 विकेटको नोक्सानीमा 200 रन बनाइसकेको छ। खेलको 37 ओभर भइसकेको छ। दर्शक महानुभावहरू, अब यो अवस्थाबाट 265 रन बनाउनु पर्ने हो। युएसए को टिमले के जित हासिल गर्न सक्ला त्यो बारेमा तलको कमेन्ट बक्समा लेख्नु होला। सन्दीप जोराले शतक लगाउन सफल भएका छन् बलियो टिम युएसए विरुद्ध। यस बारेमा पनि के भन्नुहुन्छ कि सन्दीप जोरा जस्तो उत्कृष्ट लयमा रहेको प्लेयरलाई चाहिँ नेपालको सिनियर टिममा राख्नुपर्ने आवश्यकता थियो। दर्शक महानुभावहरू, तल कमेन्ट बक्समा यस बारेमा पनि लेख्न सक्नुहुनेछ। नेपालको सिनियर टिममा डिजर्भ गर्ने प्लेयर अहिले ओडिआई को लागि सन्दीप जोरा पनि रहेका थिए, तर नेपाल क्रिकेट संघ क्यानको सेलेक्टर टिमले भने सन्दीप जोरालाई छनौट गरेन। यद्यपि ईशान पाण्डे भने छनौट भइसकेका छन् र युएसए स्कटल्यान्ड र नेपाल बीचको खेल भोलिदेखि हुँदैछ। नेपाल क्रिकेट टिमलाई जितको लागि अग्रिम शुभकामना दिनु होला। भोलि स्कटल्यान्ड विरुद्धको प्लेइङ 11 के हुन सक्छ त्यो बारेमा पनि तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। टिम बनाउनु होला, प्रमुख 11 जना कुन खेलाडीहरूलाई तपाईहरुले खेलाउनुहुन्छ। पहिलो खेल स्कटल्यान्ड विरुद्ध त्यो बारेमा पनि लेख्नु होला। क्रिकेट सम्बन्धी अपडेटहरुको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई एक लाइक गरिदिनु होला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।